हामीले यो दसैँभन्दा अगाडि चाहिँ यो ब्रोकाउली काउली फ्लावर अनि त्यसपछि हामीले क्याबेज चाहिँ लगाएर गएको थियौँ होइन त। अहिले चाहिँ केही बोटहरू मर्या छ, अब केही बोटहरू राम्रो छ होइन, कुनै कुनै मात्रै मर्या हो। अब हामीले चाहिँ यहाँ टप ड्रेसिङ गर्न गइरहेछौँ है। तिमीहरूलाई थाहा छैन यो टप ड्रेसिङ भने के, बेसल डोज भने के थाहा छ? यो फर्टिलाइजर एप्लिकेसनको केसमा केही थाहा छ? थाहा छैन भन त। थाहा छैन? ल अब यो कुरो तिमीहरूले जान्नुपर्ने हुन्छ। अब बेसल डोज भने चाहिँ तिमीहरूलाई जस्तै यो ल्यान्ड प्रिपरेसन गर्दाखेरि होइन, जग्गाको तयारी गर्दाखेरि तिमीहरूले चाहिँ फर्टिलाइजर हाल्छौ भने त्यसलाई बेसल डोज भन्छ है। जब तिमीहरूले त्यहाँबाट चाहिँ स्ट्यान्डिङ क्रपमा है, जस्तै अब यस्तै क्रपमा तिमीहरूले हाल्यौ भने, स्ट्यान्डिङ क्रप भनेको त्यो उम्रिसके पश्चात है, उम्रिसके पश्चात 15-20 दिन होइन, 1 महिना 2 महिनाको क्रपलाई यदि तिमीहरूले चाहिँ फर्टिलाइजर एप्लिकेसन गर्छौ भने त्यो चाहिँ के हो रे, टप ड्रेसिङ हो भनेर बुझ्नु पर्यो। र अहिले हामीले यहाँ यो ब्रोकाउलीलाई हामी यहाँ टप ड्रेसिङ गर्न गइरहेछौँ र यसलाई चाहिँ अहिले हामीले रिङ मेथडबाट गर्छौँ है। रिङ भनेको त्यसको ओरपोरमा हामीले सर्कल बनाउने, ब्रिज बनाउने भन्छ नि होइन, नेपालीमा सर्कल बनाउने भन्छ। त्यो सर्कल कसरी बनाउने त भन्दाखेरि तिमीहरूलाई यो बोटको स्टिम छ होइन, यो बोट छ, यो बोटबाट चाहिँ लगभग 5-7 सेन्टिमिटर जति अलिक पर हुने गरेर चाहिँ तिमीहरूले एउटा रिङ बनाउनु पर्यो। र त्यो रिङ बनाउँदाखेरि त्यसको गहिराई चाहिँ कति हुनुपर्छ भन्दाखेरि लगभग 3 देखि 5 सेन्टिमिटर जति चाहिँ गहिराई हुनुपर्छ है। त्यो कुरो तिमीहरूले बुझ्नु पर्यो राइट। अहिले हामी त्यही मेथड चाहिँ अब यहाँ एप्लाई गर्न गइरहेछौँ है त। ल अब यसलाई चाहिँ ठ्याक्कै तिमीहरूले अन्दाजमा गर्ने, यो ठ्याक्कै नाप्न त पर्दैन होइन। ठ्याक्कै यसलाई कस्तो बनाउने भन्दाखेरि यति जसो लगभग है, यति जसो चाहिँ 5-7 सेन्टिमिटर जति हुन्छ हेर है। यसरी बनायो नि हो। ल अब यो गहिराई कति हुनुपर्छ अरे? हो 3 देखि 4-5 सेन्टिमिटरसम्म तिमीहरूले यसलाई चाहिँ बनाउन सक्छौ गहिराई है। यसरी हाल्दा फेरि यसको बेनिफिट के हुन्छ भन्दाखेरि यो जुन तिमीहरूले जस्तै युरियाहरू हाल्यो भने चाहिँ त्यो युरिया चाहिँ त्यो स्टिमको है, स्टिमसँग चाहिँ डाइरेक्ट कन्ट्याक्टमा आउँदैन क्या त्यो काण्डसँग, त्यसले गर्दा फेरि राम्रो हुने भयो। र अनि जति चाहिँ त्यो जराले चाहिँ मल पाउनुपर्छ त्यो चाहिँ पाउँछ है। त्यही भएर हामीले यो चाहिँ यसरी चाहिँ यसलाई हाल्छौँ। अलि उता सर त नानी। ल लगभग हामीले अन्दाजमै गर्ने हो, ठ्याक्कै नाप्नु पर्दैन होइन। यति सेन्टिमिटर जति छ भनेर चाहिँ हामीले अन्दाजमा गर्छौँ यो। ल अब तिमीहरूले पनि यसरी नै सबैलाई चाहिँ एप्लाई गर्नुपर्छ। अब तिमीहरूले ल हेर त, ठिक छ यतिको भए हुन्छ है त। लगभग ल 3-4 सेन्टिमिटर भयो भनेर जानु है। कति साह्रो रहेछ है अलिकति। ल ल भयो नि त। अब हामीसँग आज भनेको 2टा मल हाल्न गइरहेछौँ होइन। एउटा भनेको हाम्रो स्कुलमा उत्पादन भएको गडौले मल होइन, त्यसलाई चाहिँ हामीले भर्मी कम्पोस्ट भन्छ है। तिमीहरूले देखेको छ नि, थाहा छ नि हाम्रो त्यहाँ है। र अर्को भनेको हाम्रो यो युरिया है, यो हाल्न गइरहेछौँ। र अब यसलाई के गरौँ भन्दाखेरि ठिक छ, जुन हाले नि भयो पहिला अलिकति युरिया ल्याउ त। हामी युरिया चाहिँ धेरै हाल्दैनौँ है, अलिकति मात्रै हाल्छौँ है त, धेरै नहाल्ने है, हल्का मात्रै बस यति जसो के है। सबैले हेर है, अहिले फेरि हाल्दा फेरि त्यही अनुसार हाल्नुपर्छ। ल ओके ल है, यति भन्दा अझै यो पनि बढी भयो। ल यति मात्रै हाल्छौँ। र अब हामी भर्मी कम्पोस्ट है, मिस यता पनि यस्तो देखाउनु ल। अब हाम्रो स्कुलमा बनेको यो है, ल हाम्रो स्कुलमा बनेको चाहिँ यो चाहिँ भर्मी कम्पोस्ट है। अब हामी यो चाहिँ हाल्छौँ है। ल हेर अब यसरी नै त्यसलाई पनि अलि यसलाई चाहिँ अलिकति बढाएर हालौँ है। ल अब हामीले हालियो है। तिमीहरूले अब बुझ्यौ नि, यति यति तर यसरी हाल्नु पर्यो। र अब यसलाई हामीले के गर्छौँ, अझै अलिकति थपौँ है, थोरै गम्बा जस्तो भयो क्या। ल अब यसलाई हामीले के गर्छौँ, ट्याक्क पुरिदिन्छौँ है। ल
दायाँ बायाँको खनेर ट्याक्क अर्थिङ अफ जस्तो नि होस् है तिमीहरूले उ गर्दाखेरि चाहिँ ल र अब तिमीहरूले इमिडिएटली अब के गर्नु पर्यो पानी चाहिँ हाल्नु पर्छ ल पानी ल्याउ त अब पानी हालिहालौँ यसलाई है पानी फेर ल पानी हालियो ल अब यसरी तिमीहरूले सबैमा चाहिँ गर्नुपर्छ र अब पानी नै हालिहालौँ त खै तिमीहरूले तुरुन्तै पानी दिने है त यस्तो गरिसकेपछि ल हाल ल हात पनि धोइर है ल गुड अलिक तलतिर हाल्न पाए राम्रो हुन्थ्यो पातमा भन्दा नि है ल ठिक छ ल ल भयो है त ओके ल अब तिमीहरूले यसरी नै गर्नुपर्छ है ल हुन्छ ल ओके ल धन्यवाद ल